हेलो नमस्ते सम्पूर्णमा यहाँहरु समक्ष फेरि उपस्थित भएको छु। सो आज चाहिँ मैले यो मेन भिडियो बनाउनुको रिजन चाहिँ के छ भन्दाखेरि यहाँहरु समक्ष मेरो क्यामेरा कलेक्सन मैले चाहिँ प्राय कुन क्यामेरा युज गर्छु त्यो अब धेरैलाई कन्फ्युजन छ हैन। सो त्यही देखाउन भनेर चाहिँ मेन भिडियो चाहिँ बनाएको छु हैन। र ढिला नगरिकन सुरु गरौँ। मैले चाहिँ युज गर्ने भनेको यो 200D Mark II हो हैन। यसको प्राइस चाहिँ मैले साइडतिर राख्दिएको छु। मैले किनेको प्राइससँग मिल्दोजुल्दो मैले प्राइस राख्दिने छु हैन। सो ठ्याक्कै त्यति चाहिँ नसम्झनु होला, कहिलेकाहीँ तल माथि हुन सक्छ हैन। सो मैले चलाउने भनेको 200D Mark II हो। यसलाई 250D पनि भनिन्छ। 250D 200D Mark II सेममै हो हैन। यो चाहिँ अब किट लेन्ससँग नै आउँछ। किन्दाखेरि यो किट लेन्स, यसमा ब्याट्री अरु उस पनि आउँछ हैन। आफूले चाहिँ अरु के बाहिर इन्भेस्ट गर्नुपर्ने त्यो चाहिँ त्यहाँ किन्दाखेरि नै तपाईलाई बनिदिन सक्छ। यो चाहिँ किट लेन्स र यो बडी है यसरी नै एट्याच भएर आउँछ। मसँग यो जुम लेन्स छ। यो चाहिँ 75-300 mm को जुम लेन्स हो हैन। प्राय मैले फोटोहरु सुट गर्न जाँदाखेरि चाहिँ यो लिएर साथमा यो पनि लिएर जाने गर्छु। सो अर्को नेक्स्ट भनेको तपाईको माइक हो। यो माइक चाहिँ तपाईको ब्लगिङ गर्नुहुन्छ भने अथवा भिडियोसहरु बनाउनुहुन्छ भने चाहिँ तपाईलाई मोस्ट इम्पोर्टेन्ट माइक पनि चाहिन्छ हैन। मैले यही चलाइरहेको छु, यही साइडमा एट्याच पनि गरेको छु। यही भोइस यही माइकबाट सुट पनि गर्दै छु। सो नेक्स्ट भनेको तपाईको ट्राइपोड है। ब्लगिङ गर्नुहुन्छ भने तपाईलाई मोस्ट इम्पोर्टेन्ट यो पनि चाहिन्छ है त तपाईलाई हैन। सो अर्को मैले ट्राइपोड चलाउने भनेको यो हैन। यो सानो छ तर यसले नै काम दिन्छ, जुनै ठिकठाक चल्छ र मैले यही युज गरिरहेको छु। ब्लगिङको लागि हो अनि ब्लगिङ फोटोग्राफीको लागि भिडियोग्राफीको लागि सिक्नुहुन्छ भने सिक्नलाई भर्खर हो भने तपाईको लागि यो बेस्ट अप्सन नै हुन्छ है। पहिले मैले एटिडी चलाइरहेको थिएँ हैन। मेरो चाहिँ मेन कुरा भनेको ब्लगिङ थियो र मैले एटिडी चलाइरहेको थिएँ। त्यो एटिडी चाहिँ मैले बेच्दिए के। रिजन चाहिँ तपाईको त्यो ठुलो थियो के तपाईको, अनि यसरी ब्लगिङ गर्दाखेरि चाहिँ हात छिटै दुख्ने के। त्यो एटिडी चाहिँ मैले के रियलाइज गरे भन्दाखेरि तपाईको यसरी राखेर चाहिँ तपाईको त्यो पोडकास्ट अथवा इन्टरभ्यूको लागि मात्रै त्यो चाहिँ पर्फेक्ट जस्तो लाग्यो के। ब्लगिङको लागि त यसरी गर्दाखेरि त हात दुखिहाल्छ के। र तपाईको यो किन चाहिन्छ भनेको तपाईको हेर्नु है, म यहाँ यो चाहिँ तपाईको ब्लगिङको लागि बेस्ट भनेको यसरी गरेर तपाईले यसरी सुट गर्नुहुन्छ हैन। र तपाईले यो स्क्रिन पनि फ्लिप हुन्छ है। यसरी टक्क गरेर आफूपट्टि गरेर यसरी ब्लगिङ गर्न चाहिँ तपाईलाई फ्लिप नहुने हो भने चाहिँ तपाईको अब ब्लग गर्दाखेरि चाहिँ कता देखिरहेको त्यो देखिदैन। यसरी यो फ्लिप हुन्छ, त्यही भएर यहाँ आफू देखिन्छ स्क्रिन। त्यही भएर मैले यो ब्लगिङको लागि बेस्ट अप्सन भनेको कारण नै। सो अब अर्को कुरा भनेको तपाईलाई अब मेन कुरा त देखाइसक्यो। अर्को कुरा क्लिनिक पनि चाहिन्छ तपाईको। यो पनि लिनुस्, यो सस्तै पर्छ तपाईलाई हैन। त्यो लिनुस् र तपाईले यो क्यामेरा लिनुहुन्छ भने क्लिनिक किट पनि तपाईलाई मोस्ट इम्पोर्टेन्ट नै हुन्छ हैन। किनकि कहिलेकाहीँ क्यामेरामा फोड पस्न सक्छ। तपाई भर्खर सिक्दै हुनुहुन्छ भने तपाईको लागि बेस्ट अप्सन यो हुन सक्छ है त। अब नर्मल भिडियोग्राफी, फोटोग्राफी र अब ब्लगिङको लागि त यो म बेस्ट नै भन्छु के हैन। अरु भन्न बेस्ट नै भन्छु। र यो किट लेन्सले तपाईको भिडियो र फोटो त्यति धेरै राम्रो आउँदैन। भिडियो त आउँछ राम्रो हैन, तर फोटो चाहिँ तपाईलाई ब्लर चाहिन्छ अथवा टाढोको नजिक ल्याउनु छ भने तपाईको लागि बेस्ट अप्सन यो 75-300 mm तपाईको लागि बेस्ट अप्सन हुन जान्छ है त। सो यति नै हो कलेक्सन मसँग भनेको हैन। र तपाई भर्खर सिक्न चाहनुहुन्छ, भर्खर स्टार्टिङ गर्दै हुनुहुन्छ भने तपाई माथितिर नजानुस्, टक्क तलबाटै सुरु गर्नुस् हैन। मेरो जस्तै मैले अराउन्ड यो किनेको तपाईको 2021 तिर किनेको छ। मतलब तपाईको धेरै वर्ष चलाइसकेर अझैसम्म मसँग छ हैन। किनकि मलाई यो चाहिँ मन पर्यो, बेस्ट छ, सानो छ, चिटिक्कको छ हैन।
धेरै गरौँपन छैन तपाईँको सजिलै बोक्न सजिलै के गर्न गोजीमै भए पनि यो तपाईँको लेन्स निकाल्यो भने गोजीमा दिइहाल्छ कि सो त्यही भएर मलाई बेस्ट अप्सन लागेर अहिलेसम्म यही युज गरेँ सो अब यो लेन्सको कुरा त गरेँ मैले र यो लेन्सले चाहिँ कस्तो खालको भिडियो आउँछ कस्तो खालको फोटो आउँछ भन्ने कुरा त अब धेरैचोटि मैले फोटोहरू खिचिसकेँ फेसबुकतिर तपाईँले भेट्नुहुन्छ मैले यो बाटो खिचेको फोटोहरू तर अब युट्युबमा चाहिँ अहिलेसम्म अब अपलोड गरेको छुइनँ एउटा सर्ट भिडियो चाहिँ अपलोड गरेको छु होइन त्यो बाहेक चाहिँ यसले खिचेको फोटो भिडियो चाहिँ अपलोड गरेको छैन म त्यो पनि छिटै ल्याउँछु होइन सो त्यति हो होइन भोइस खै कस्तो आइरहेछ किनकि म अलिकति आज भोलि बिसन्चो छु कस्तो आइरहेछ सो म अन्तिममा चाहिँ यति कुरा भन्छु कि तपाईँ भर्खर जर्नी सुरु गर्दै हुनुहुन्छ भने होइन भर्खर स्टार्ट गर्दै हुनुहुन्छ र ब्लगिङ पनि गर्नु छ फोटो पनि खिच्नु छ भिडियोग्राफी पनि गर्नु छ र कुन चाहिँ होला त मैले कुन किन्ने सोच्दै हुनुहुन्छ भने तपाईँले तपाईँको बजेट अनुसार यो 250D चाहिँ बेस्ट अप्सन हुन जान्छ मेरो विचारमा है त अरूको विचारमा बेग्लै हुन सक्ला मेरो विचारमा चाहिँ तपाईँको लागि बेस्ट अप्सन चाहिँ यो यसले चाहिँ फोके पनि रेकर्ड गर्छ होइन फोके रेकर्ड गर्छ फोके रेकर्ड गर्दाखेरि तपाईँलाई चाहिँ ट्राइपड हाल्नुपर्ने हुन्छ भिडियो खिच्नुहुन्छ भने होइन ट्राइपड हालेर तपाईँले चाहिँ अलिकति टाढो जानुपर्छ किनकि फोकेमा गर्दाखेरि अलिकति कट हुन जान्छ त्यही भएर अलिकति टाढो गयो भने 4Kले पनि तपाईँलाई बेस्ट नै भिडियोग्राफी गरेर दिन्छ सो यति भिडियोलाई आफ्नो अमूल्य समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब नेक्स्ट भिडियो भेटौँ सबैलाई